आज हामी बालुङ कालिका मन्दिरको दर्शन गर्न गइरहेका छौं। हामीसँगै हजुरहरूलाई पनि मन्दिरको पुरा दर्शन गराउने छौं। कलात्मक ढंगबाट बनाइएको यो प्रवेशद्वार अत्यन्तै सुन्दर रहेको छ। यता भने पूजा सामग्री किन्नको लागि थुप्रै पसलहरू रहेको देख्न सकिन्छ। यो भने मन्दिरसम्म पुग्नको लागि बनाइएको पैदल मार्ग हो। स्लेट ढुङ्गाबाट बनाइएको यो पैदल मार्ग अत्यन्तै सुन्दर छ। मन्दिरमा जाँदैछौँ, अत्यन्तै भिडभाड छ, भक्तजनहरूको घुइँचो लागिराखेको छ। पैदल मार्गको दायाँ बायाँ अत्यन्तै अग्ला अग्ला सालका रुखहरू, सल्लाका रुखहरू देख्न सकिन्छ। अत्यन्तै मनमोहक दृश्य रहेको छ यहाँनिर। कति ठुला सालका रुखहरूको नै गेट बनाए जस्तो देखिने यो अत्यन्तै मनोरम दृश्य अवलोकन गर्दै हामी अगाडि बढिरहेका छौँ। मन्दिरमा जाँदै गर्दा बाटोमा पनि धेरै पूजा स्थलहरू बनाइएको छ, जहाँ हामी पूजा गर्दै मन्दिरमा जान सकिन्छ। यतापट्टि एकजना गुरुले अध्ययन गरिराख्नु भएको छ। यहाँ धेरै किताबहरू देख्न सकिन्छ। यी किताबहरू धार्मिक किताबहरू छन् यहाँ। नमस्कार हजुर। बाटोमा जाँदै गर्दा कालिका भगवतीको चित्र राखिएको छ। त्यसै माथि ठुलो हनुमानको मूर्ति पनि राखिएको छ। सबै दर्शन अभिलाषीहरूले त्यहाँ दर्शन गरिराख्नु भएको छ। दायाँ बायाँ प्रशस्त घन्टीहरू झुन्डाइएको छ, जसलाई हामीले देवीको नाउँमा बजाउन सकिन्छ। यो बालुङ कालिका भगवती मन्दिरको परिसर। यहाँनिर पनि अग्ला अग्ला सालका रुखहरू देख्न सक्नुहुन्छ। अत्यन्तै मनोरम ठाउँमा निर्माण गरिएको छ यो मन्दिर। कलात्मक ढङ्गबाट यो कमल फूल निर्माण गरिएको छ। यो हो बालुङ कालिका मन्दिर। सजी सजावटका साथ राखिएको छ, जसको चारैतिर दियोहरू राखिएको छ, जहाँ दियो बाल्ने ठाउँ छ। अत्यन्तै कलात्मक ढङ्गबाट बनाइएको यो मन्दिर यो सुन्दरताको अर्को नाम हो। यो हो बालुङ कालिका भगवती मन्दिरको मुख्यद्वार, जहाँ धेरै दर्शन अभिलाषीहरू लाइनमा बस्दै हुनुहुन्छ। यहाँबाट हामीले लिएको भेटी दिन्छौँ पुजारीहरूले, अनि हाम्रो भेटी चढाइदिनुहुन्छ देवीलाई। पूजा सकिएपछि यतापट्टि साइडमा एउटा टीका लगाउने ठाउँ छ, जुन ठाउँबाट गुरुहरूले हामीलाई टीका लगाइदिनुहुन्छ। जति पनि दर्शन अभिलाषीहरू हुनुहुन्छ उहाँहरू सबैलाई टीका लगाइदिनुहुन्छ। र दर्शन अभिलाषीहरूले टीका लगाइसकेपछि यतापट्टि साइडमा दानपेटिका राखिएको छ। दानपेटिकामा आफूले सक्दो दक्षिणा चढाउनुहुन्छ। यतापट्टि अकला देवीको नाउँमा एउटा मन्दिर निर्माण गरिएको छ। यहाँ दर्शन अभिलाषीहरूले अकला देवीको दर्शन गर्न सक्नुहुनेछ। यतापट्टि भने देवीको नाउँमा उडाइएका परेवाहरूको वासस्थान निर्माण गरिएको छ। अब हामी मन्दिरको छेउमै रहेको अर्को गणेश मन्दिरको दर्शन गर्न जाँदैछौँ। गण्डकी प्रदेश बालुङ जिल्लामा अवस्थित रहेको यस बालुङ कालिका भगवती मन्दिर एक प्रसिद्ध शक्तिपीठ हो। यो गणेश मन्दिरको तल पोखरी छ। त्यो पोखरीको बीचबाट गणेश मन्दिर बनाइएको छ। अहिले पोखरीमा प्रशस्त माछाहरू देख्न सकिन्छ। बालुङ कालिका भगवती मन्दिरमा दर्शन गर्न आउने हरेक दर्शनार्थीहरूले यस मन्दिरमा रहेका माछाहरूलाई चामल आफूसँग केही अन्न बोकेर चाराको रूपमा यहाँ छरिदिनुहुन्छ।
गणेश मन्दिरमा पनि दर्शन गर्ने दर्शनार्थीहरूको भिड लागिरहेको छ। यतिखेरमा सबै दर्शनार्थीहरू लाइनमा बसिरहनु भएको छ। यो बालुङ कालिका भगवती मन्दिरको पछाडिपट्टिको दृश्य हो। यहाँ पनि ठुला ठुला अग्ला अग्ला सालका रुखहरू देख्न सकिन्छ। यस बालुङ कालिका भगवती मन्दिर निर्माण गर्नुको एउटा किंवदन्ती रहेको छ। पर्वतका राजा प्रतापी नारायण मल्लले विक्रम सम्वत 1590 मा राज्यारोहण गरेका थिए। उनको विवाह 1591 मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो। विवाह हुँदा छोरीले मास्की देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन्। पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राज दम्पतिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती रहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो ठाउँ, यहाँबाट देखिने दृश्यहरू मनमोहक छन्। यहाँनिर एउटा छाता बनाइएको छ सिमेन्टको, अत्यन्तै रमणीय र घुम्न लायक ठाउँ छ। यहाँनिर बागलुङ नगरपालिका 2 मा अवस्थित रहेको यस बागलुङ कालिका भगवती मन्दिरको उत्तरतिर पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देख्न सकिन्छ। यो कालीगण्डकीको छेउमा रहेको मालढुङ्गा बजार हो। यस मन्दिरको पूर्व र दक्षिणतर्फ रहेको काठे खोलाको दृश्य हो। यो माथिको बाटो हामी कुसमिसेरा अम्लाछाउ जान सकिन्छ। अत्यन्तै मनमोहक दृश्य छ। यो सुन्दर ठाउँ छ, शान्त, अत्यन्तै मनोरम दृश्य देख्न सकिन्छ। वास्तवमा एकचोटि यो घुम्नै पर्ने ठाउँ रहेको छ यहाँ। अब हामी बागलुङ कालिका भगवतीको दर्शन गरिसकेर फर्कन लागिरहेका छौँ। फर्कने बेलामा छुटेका केही दृश्यहरू देखाउन गइरहेको छु। यो गङ्गा स्नान गृह हो। यहाँ गङ्गाको जल लिएर राखिएको छ र यो प्रत्येक धारामा गाईको मुखबाट पानी निस्कने बनाइएको छ। यहाँ शुद्ध खानेपानीको व्यवस्था छ। प्रत्येक रुखहरूमा रातो माटो र सेतो कमरोले पोतिएको छ। सफा र शान्त यो मन्दिरको परिसरमा सम्पूर्ण मान्छेहरू रमाउँछन्। यस रुखबाट निस्किएको अर्को सानो भागमा हामीले हाम्रो ढाड सेकाउँदा ढाड नदुख्ने भन्ने किंवदन्ती रहेको छ। मन्दिर बाहिरको परिसरमा प्रशस्त खाजा खाने, खाना खाने होटलहरू पनि रहेका छन्। भिडियो कस्तो लाग्यो कृपया सब्स्क्राइब, लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। धन्यवाद।